सबैले धेरैमा विचार गरेनौँ भने प्रधानमन्त्री जस्ता पदमा रहेर सम्पूर्णको तर्फबाट तपाईँ श्री दानीदेन पोखराले यस विद्यालयलाई भौतिक तथा शैक्षिक सामग्री प्रदान गरी यस विद्यालयलाई पुर्याउनु भएको सहयोगको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी दिनहरूमा पनि यहाँको यस्तै सहयोगको अपेक्षा गर्दै उत्तर प्रगतिको लागि आदि मङ्गलमय शुभकामना व्यक्त गर्दछन्। यो ग्रहण गर्नको लागि आदरणीय अध्यक्ष सर सामूहिक रूप अथवा कसरी आउनुहुन्छ उहाँहरू उपस्थित भइदिनु हाम्रो अथवा शेखर सर आइदिए पनि खासै केही भएन। उहाँहरू 2-3 जना आएर ग्रहण गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ।
सबैले जोरदार ताली लगाएर सहयोग गरिदिनु हुनुको आज ताली पनि किन खाँदै गरन्छ नि बचाउन चिन्तालित भने जस्तो तालीको धन्यवाद सञ्चालकज्यू। यो पहिलो वार्षिक उत्सव तथा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका सभाध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिज्यूहरू, मञ्चमा आसीन अतिथिज्यूहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू र यो कार्यक्रममा उपस्थित तमाम आदरणीय अभिभावक र दारीगाङका सम्पूर्ण मित्रहरूमा म दारीगाङ पोखराको संयोजक हिसाबले यहाँहरूलाई हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोस्। आज हामीलाई र सँगसँगै तपाईहरुलाई पनि नयाँ छुट्टै अनुभूति भएको छ भन्ने सोचाइमा हामी छौं। एक दारीपालेका समूहहरू कार्यक्रम यहाँ सुरु हुँदै गर्दा गट मोटरसाइकलमा यो स्कुलको प्राङ्गणमा प्रवेश गरिरहँदाखेरि स्वाभाविक रूपमा तपाईहरुलाई नयाँ महसुस पनि हुन सक्छ र सँगसँगै हामीले जुन अभियानका साथ तपाईहरुको बीचमा आएका छौं त्यो कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पाइरहँदा र तपाईहरुलाई यो कार्यक्रममा यो उत्साहका साथ हामीले ल्याएको साथ यो कहिलेकाहीँ समयले पनि साथ दिन पुरा नमजा हुन्छ। बिहान बत्ती आएको है ठ्याक्क बोल्ने बेलामा दारीगाङले बोल्ने बेलामा ज्याप्प बत्ती जाँदाखेरि कतिको अवस्थामा नमजा आउँदो रहेछ। हामीले यो कार्यक्रममा यसरी उपस्थित भएर यो हामीले ल्याएको सानो कोसिलो तपाईहरु बीचमा बाँड्न पाउँदा हामीलाई ज्यादै खुसी लागेको छ। तपाईहरुलाई म केही कुरा राखेर यहाँबाट बिदा हुन चाहन्छु कि तपाईहरुलाई स्वाभाविक रूपमा लाग्न सक्छ यस्ता नौजवानहरू यस्ता राष्ट्रका हुनरहरू यसरी दारी पालेर किन बसिरहेका छन्, किन यो खालको अभियान चलाइरहेका छन् भन्ने कुरा पनि तपाईहरुको बीचमा मनहरुमा कहीँ न कहीँ त्यस्ता खालका विषयवस्तुहरू त्यस्ता खालका प्रश्नहरू उब्जिएका हुन्छन्। स्वाभाविक रूपमा हो। अहिले समाजमा सरसर्ती हेर्ने हो भने कहिलेकाहीँ नानी बाबुहरूलाई देखाउनको निम्ति वा डराउनको निम्ति पनि ऊ दारी पालेको मान्छे आयो, ऊ दारी पालेको मान्छे अलि अल्छी खालको आयो, ऊ दारी पालेको मान्छे अलिकति नैराश्य टाइपको मान्छे आयो वा त्यस्तै खालको एउटा गजडी वा एउटा ट्यापे वा त्यस्तो कुनै एउटा प्रसङ्गको हिसाबले एउटा संज्ञाको नाम दिने गरिएको छ। हामी पोखरामा क्रियाशील दारीगाङका सदस्यहरू पोखरामा मात्र क्रियाशील छैनौं। अघि तपाईले पनि थाहा पाउनुभयो बारबारी क्या हुनुहुन्छ, उहाँ पाल्पाको संयोजक हुनुहुन्छ। तपाईँ हाम्रै छोराहरू, तपाईँ हामी जस्तै युवाहरू त्यहाँ पनि संगठित हुनुभएको छ। करिब करिब हामी 21-22 जिल्लामा दारीगाङको नामबाट संगठित छौं भने हाम्रो करिब 1 लाखको हाराहारीमा हाम्रा साथीहरू संगठित हुनुहुन्छ। हामी फेसबुकबाट एउटा संगठन निर्माण गरेका छौं, त्यो संगठनको नाम हो दारीगाङ। हामी अहिले बजारमा पनि सुन्ने गरिन्छ र तपाईहरुले डिक्सनरीहरुमा हेर्नुभयो भने ग्याङको अर्थ अहिले क्रिमिनल टाइपका समूहहरूको झुण्ड वा यस्तै खालको केही न केही एउटा खालको व्याख्या त्यहाँ देख्न पाइन्छ। हामीले यो डिक्सनरीलाई यो समाजलाई पनि
चुनौती दिँदै दारी ग्याङ भनेको समाजको एउटा रूपान्तरण गर्न सक्ने, दारी ग्याङ भनेको दारी पाल्नेहरूको एउटा ग्याङ भनेको समाजको एउटा अभिन्न अङ्ग हो। यसले पनि समाजको सही रूपान्तरण गर्न सक्छ भन्ने सन्देश दिनको निम्ति हामीले दारी ग्याङको स्थापना गरेका हौँ। यसको एडमिनको रूपमा यहाँ आउनुभएको छ उहाँ सत्यमोहन जोशी जो संस्कृतिविद हुनुहुन्छ। संस्कृतिविदको घरमा एउटा काम विशेषले गइरहँदाखेरि यो नाम दारीपालिका केही साथीहरू जगदीश जक्स लगायतका साथीहरू त्यहाँ जाँदाखेरि सत्यमोहन जोशी जो संस्कृतिविद पनि हुनुहुन्छ, यहाँ सरहरूले पनि राम्रैसँग उहाँको नाम पनि पढ्नु भएको हुनुपर्छ। उहाँले यो संस्थाको हाम्रो ग्याङको नामाकरण गरिदिनु भएको हुनाले हामीले यो ग्याङको नाम दारी ग्याङ राखेका हौँ र हामी यसलाई समाजको एउटा सही निर्देश गर्न सक्ने समाजको एउटा अभिन्न अङ्गको रूपमा हामी स्थापना गर्न गइरहेका छौँ र त्यो अभियानमा हामी लागिरहेका छौँ। कास्कीमा हामीले विभिन्न रचनात्मक क्रियाकलापका आन्दोलन गरिरहेका छौँ। रगत रक्तदान कार्यक्रम तत्कालको अवस्थामा आवश्यक पर्ने जो बिरामी पेटमा छुट्याइरहेको हुन्छ तिनीहरूलाई आपतकालीन रगतहरू सङ्कलन गरेर फ्रेस रगतहरू सङ्कलन गरेर दिने काम पनि गरेका छौँ। जो सडकमा हिँडेका बच्चाहरू हुन्छन् जो अनाथ एउटा खालको सडक बालबालिका भनेर हामीले चिन्छौँ, ती रोड किन्नरहरू तिनीहरूलाई हामीले घाँसको र तिनीहरूलाई यो जाडोको मौसममा लत्ते कपडा दिनेदेखि खुन्टा लिएर विभिन्न ठाउँमा यही तपाईँकै माथिको रामारुद्र स्कुलमा पनि हामीले यसरी सामग्रीहरू लिएर वितरण गरेका छौँ। यति मात्र होइन, हामीले सडकमा हुने जुन खालको जाम छ, सडकमा हुने जुन खालको अव्यवस्थित पार्किङ छ लगायतको त्यो खालकोलाई व्यवस्थापन गर्नको निम्ति र एउटा सडकको सचेतना जगाउनको निम्ति पनि हामीले एक हप्ताको लागि हामीले जेब्रा क्रसिङमा स्क्रिनिङ गर्नेसम्मको कामहरू हामीले गरेका छौँ। मैले यो हाम्रो स्थापना भएको करिब फागुनको 7 गते 1 वर्ष पुग्दैछ। यो बिचमा हामीले गरेका धेरै गतिविधिहरू छन्। तपाईँहरूसँग लिएको थोरै समयमा हामीले त्यो गतिविधिहरूलाई पुनर्व्याख्या गरिसक्ने अवस्था छैन। त्यस कारणले तपाईँहरू हामीसँग हरेक पलमा हरेक समय जोडिनु भयो भने हामी तपाईँहरूलाई हाम्रा पल पलका खबरहरू, हाम्रा विगतका घटनाक्रमहरू र हाम्रो गर्ने योजनाहरूको बारेमा तपाईँहरूलाई त्यो बेलामा पनि जानकारी गराउनेछौँ। र अहिले हामीले जुन खालको सामग्री लिएका छौँ यो सामग्रीहरूको व्हाइट बोर्ड सँगसँगै खेलकुदका सामग्रीहरू छन्। विद्यार्थीलाई आवश्यक पर्ने केही साङ्केतिक सामग्रीहरू छन्, यसले पर्याप्तता छैन। माफ गर्नु होला, हामीले केही न केही एउटा खालको स्कुलिङ एउटा केही न केही खालको एउटा अभियान सुरु गर्नुपर्छ। वर्ष आधारभूत विद्यालयको वार्षिक उत्सव पारेर हामी दारी ग्याङ यस विद्यालयलाई सहयोग गर्न आइपुगेका छौँ। यस विद्यालयमा हामी एकैचोटि हर र सर र यसरी आउँदाखेरि तपाईँहरूलाई लाग्न सक्छ दारी ग्याङ आयो कि एउटा छुट्टै एउटा लडाइँ गर्ने खालका ग्रुपहरू आयो भन्ने तपाईँलाई त्यो लाग्न सक्छ। यो बिल्कुलै होइन। हामी सामाजिक काममा निरन्तर रूपमा लागिरहेको 1 वर्ष पुग्न लागिसकेको छ। यसलाई तपाईँहरूले हामीलाई अवलोकन गरिरहनु भएको पछन् जस्तो पनि मलाई लाग्छ। आगामी दिनहरूमा हामीले यसरी नै सामाजिक काममा लागिरहनेछौँ। यसलाई तपाईँहरूले आफ्नो तर्फबाट हामीलाई सहयोग गर्न पनि सक्नुहुन्छ र हामीले तपाईँहरूलाई अप्ठ्यारो परेको ठाउँमा हामी निरन्तर रूपमा लागिरहनेछौँ भन्ने प्रतिबद्धता पनि म यो मञ्चबाट यस विद्यालयका आदरणीय मान्यजनहरूलाई म भन्न चाहन्छु। दारी ग्याङ एउटा यस्तो समूह हो जसले सामाजिक हितको लागि मात्र अघि बढ्ने काम गरिएको छ। म छोटो रूपमा 2 कुरा राख्न गइहालेँ। भर्खरै 2 जना आमा मसँग फोटो खिच्न आउनुभयो। उहाँले भन्नुभयो कि मेरो छोरोलाई देखाउनको लागि म यो फोटो खिच्न आएको, तपाईँहरूसँग एकछिन मसँग फोटो खिचिदिनु न भन्नुभयो। यसको मतलब के भन्दाखेरि हामीले चाहिँ राम्रा काम गरेका रहेछौँ है। हामी दारी पालेका झुस्स परेका नराम्रा मान्छेहरू पनि सामाजिक काममा उत्तरदायी रहेछ है भन्ने कुरा प्रेरणा दिन्छ भन्ने म आशा राखेको छु। यसरी हामीले ल्याएका सामग्रीहरूलाई सामाजिक यस विद्यालयको यस दारी ग्याङले सहयोग स्वरूप ल्याएको व्हाइट बोर्ड विद्यालयका विभिन्न सामग्रीहरू प्रदान गरिदिनु हुन यस दारी ग्याङका संयोजक शेखर गौतम, दारी ग्याङका एडमिन जगदीश भण्डारी, पाल्पा दारी ग्याङ एडमिन बार्विकलाई
अगाडि आएर अध्यक्ष जबिन्द्र राज रेग्मी र विष्णुराज पहाडीलाई ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी यस दारी ग्याङ सदैव यसरी नै सहयोग गरिरहनेछौँ, तपाईँहरूको माझमा यसरी नै आइरहनेछौँ। आगामी दिनहरूमा पनि यसरी हामी सहयोग गर्ने प्रतिबद्धता हामी जाहेर गर्दछौँ। विभिन्न ठाउँहरूमा हामीले विभिन्न तरिकाबाट हामीले सेवा गरिसकेका छौँ। अबका दिनहरूमा पनि दारी ग्याङ यसरी नै अगाडि बढ्नेछ भन्ने कुरा हामीले तपाईँहरूलाई अवगत गराउनेछौँ। गालामा दारी काँधमा जिम्मेवारी हाम्रो यस मूल नारा लिएर हामी अगाडि बढेका छौँ। बाबु तिमीले पनि ताली बजाऊ, अहिले चर्के बजाऊ न। अनि उभिएको सबै बस्दैन है प्लिज है, बस्दैन ल। एकचोटि फेरि गरेर ताली बजाउनु त फेरि कतिको विद्यार्थी थोरै त यसै हुन्छ नि त होइन। सरकारले तालिम दिन्छ, शिक्षकलाई तालिम दिन्छ, जे गर्नु त स्कुलमा पैसा तिर्दिन भनेपछि कसको जाने, किन जाने? त्यहाँ पैसा तिरेर पो जाने त। सोध्न छोराले कस्तो पर्छ, छोरीले कस्तो पढी, मेरो छोरीले पढ्यो कि पढिन भनेर पैसा तिरिचाउने पो जाने त। फेरि यहाँ पनि खाएको जान्छ होइन, त्यो त सबैले थाहा छ नि। उतापट्टि खिरिकको महिनामा आएर यति पैसा तिर्नुपर्छ भने 2025 से 3000 तिर्नुपर्छ भनेपछि अनि त्यसपछि त सोध्नु पऱ्यो नि त, मेरो छोराले पढेको पढेन अझै भन्दै गरेर सोध्नु पऱ्यो। त्यो भएर सरकारी स्कुलको शिक्षाको गुणस्तर हामी सबै सरकारी स्कुल पढिरहेका छौँ। अहिलेसम्म जहाँसुकै मैले देख्छु धेरै जस्तो ठाउँमा सरकारी स्कुल पढेका विद्यार्थीहरू धेरै माथि गएको देख्छु। पहिला हामी पढ्ने बेलामा यसरी अगाडि बस्दाखेरि मलाई त्यो कुरा याद आयो। त्यो दिन याद आउँदाखेरि अगाडि बसेको साथी अलिकति अगाडि जाँदाखेरि मलाई लाग्थ्यो त्योभन्दा म थोरै अगाडि हुन पाएदेखि त्यति धेरै हुन्थ्यौँ। अहिले चाहिँ विद्यार्थीको सङ्ख्या एकदमै न्यून भएको छ। किन भएको छ? सर आउनुहुन्छ यहाँ, सरकारी स्कुल जतिको राम्रो कुनै पनि छैन। त सरकारी स्कुलमा उसको दरबन्दी कति हुन्छ भनेर सरकारी स्कुलमा गएर पढाउनु पऱ्यो भनेर घरदैले गरेर हिँड्ने हुन्छन्। अनि आफ्नो छोराछोरी चाहिँ मेरो छोरो बोर्डिङ यहाँबाट इङ्ग्लिसमा ट्यालेन्टै छ भन्ने धेरै जस्तो देखिन्छ। मेन बिग्रेको कारण चाहिँ यो हो। पहिला सुधार्नु पऱ्यो, त्यहाँबाट सुधारियो भनेदेखि जसै सुध्रिन्छ। सरकारी स्कुल भरि हुन्न। सरकारी स्कुलमा हाम्रो गाउँमा देख्छु, मेरो घर यता सल्यान हो, तपाईँलाई थाहा छ कि छैन, त्यहाँ देख्छु कतिपय स्कुलमा दरबन्दीहरू कति हुने भएन। 1 मा 2 जना, 2 मा 3 जना, 3 मा 4 जना, अनि 5 मा 4 मा 1 जना, 5 मा 2 जना भनेको दरबन्दी। अब दरबन्दी 5 जनाको छ। 5 जना टिचरले 2 जना विद्यार्थीलाई दिनभरि लाएर पढाउँदाखेरि कुन विद्यार्थीले टप्न सक्दैन, कुन विद्यार्थीले गतिलो गर्न सक्दैन? डरै दिएँ क्या है सङ्गत क्या हजुर, सङ्गत टिभीहरू नेताकै आउँछ त्यो गरेर हल्का दिन मन लागेन देख्यो होइन। अब भन्न चाहिँ भने नि हाँस्ने कुरा हाँस्नुपर्छ होइन। पहिला एकचोटि त्यसरी पढाउन गएको विद्यार्थी भाइ बहिनीहरूलाई सबैले ए बाबु हल्ला नगर न बा, हल्ला हेर्नुहुन्न नगर है। ल सुन्नु अब यता त्यसरी पढाउनु भएको निरीक्षकले इतिहासको पाठ पढाउँदै गरेको। शिक्षिकाले दिनदिनै जाने इतिहासको पाठ पढाउने, आज पनि इतिहास भोलि पनि इतिहास। निरीक्षक आयो एकचोटि, निरीक्षक आएपछि सोधे ल भन त बाबु नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको हात कत्रो थियो? उनले भने यत्रो थियो सर अरे। यसरी देखाएर के पढाउनुहुन्छ म्याडम तपाईँले आफ्नो विद्यार्थीलाई, के पढाउनुहुन्छ? हात त कत्रो थियो भन्दा यत्रो थियो अरे। अनि म्याडम गएर 2 गाला दिँदैछु भने बच्ची मैले तँलाई यही पढाएको थिएँ, मैले तँलाई यही पढाएको थिएँ। पहिला पृथ्वीनारायण शाहको हात यत्रो थियो भने कि होइन, मैले तैँले यत्रो थियो भन्छ सर। यस्तो छ पढाइ यहाँ चाहिँ। अब मैले भन्न खोजेको यो पुरै यही हुन्छ भन्न खोजेको होइन, जो आशय मात्रै देखाउन खोजेको। अनि त्यस पछाडि हामी जान्छौँ माथि उसमा गइसके पछाडि, अनि पछाडि पढ्दै गयो। माथि गइसकेपछि इन्टरभ्यू दिने बेला आउँछ। इन्टरभ्यू दिने बेलामा आएपछि सोधिन्छ, ओ तँलाई के सोध्यो भन्छ?
के सोध्यो उनलाई त होइन, उसले एन्सर मात्रै भनिदिन्छ। 2007 साल पृथ्वीनारायण शाह, 2007 होइन, अनि आफै विचार यही भनिदिएँ के मैले त भनेपछि अर्को विद्यार्थी भयो। ल सर भन्नुहोस् त तपाईँको नाम के पऱ्यो होला सर? उसले भोगेर आएको छ, मेरो नाम त हजुर पृथ्वीनारायण शाह, अनि जन्म कति नि सरको 2007 साल, अनि तपाईँको दिमाग काम गर्दैन क्या? जे सोच आफै सोच, उसले त्यही भनिदियो। आखिर यो चाहिँ के हो भन्दाखेरि रटन्टे शिक्षा चाहिँ त्यस्तो छ, जुन बोर्डिङको तुलनामा गरिन्छ नि, हामीले बोर्डिङतिरको शिक्षाको कुरा गरिन्छ, त्यतातिरको तुलना त्यस्तो छ। मैले हाँसे व्यङ्ग्य भनेर आएको हजुर, म सिरियस कुरा आउँदै थियो त, त्यही भएर धेरै हाँसाउन सकिन्न। हाँसौँ नहाँसौँ कुरो यही हो होइन। जाँदै एउटा चाहिँ मुक्तक भन्न चाहेँ, मुक्तक गजल भन्न चाहेँ, एउटा गजलै भन्न चाहेँ। साथीहरू त सुनिराख्नु भएको छ, तपाईँहरूको लागि नयाँ होला। यो चाहिँ फेरि अब यो सानो विद्यार्थी भन्दा नि अलिक ठुल्ठुलो भएको भएदेखि सजिलो हुन्थ्यो। ठुल्ठुलो सरहरू हुनुहुन्छ, सरहरू भइसकेपछि भएर मलाई म सरहरूलाई सुन्न चाहेँ, अरूले चाहिँ बुझ्नुहुन्छ पक्कै मलाई थाहा छ। सम्झेर मलाई चरचरी छाती चर्किँदा नरोए, सम्झेर मलाई चरचरी छाती चर्किँदा नरोए, विदाईका हात हल्लाउँदै गर फर्किँदा नरोए, सम्झेर मलाई चरचरी छाती चर्किँदा नरोए। लाएका माया भएनन् साँचा बाँधेका हरबाचा, लाएका माया भएनन् साँचा बाँधेका हरबाचा, खाली सिउँदैमा बराइले सिन्दुर छर्किँदा नरोए, सम्झेर मलाई चरचरी छाती चर्किँदा नरोए। लगन गाँठोमा बेरेसी तिमीलाई अर्कैले घेरेसी, लगन गाँठोमा बेरेसी कठै पऱ्यो मेरो भाग्य। लगन गाँठोमा बेरेसी तिमीलाई सर एकैछिन त्यही भन्नुहोस् है। लगन गाँठोमा बेरेसी तिमीलाई अर्कैले घेरेसी, म आडमा बस्न पाउँदिन टाढा तर्किँदा नरोए, सम्झेर मलाई चरचरी छाती चर्किँदा नरोए। मर्किँदा खुट्टा तान्दिन्थे तिम्रो घर्किँदा धान्दिन्थे, मर्किँदा खुट्टा तान्दिन्थे तिम्रो घर्किँदा धान्दिन्थे, छाता हेरेको यादौला पानी तर्किँदा नरोए, सम्झेर मलाई चरचरी छाती चर्किँदा नरोए, विदाईका हात हल्लाउँदै गर फर्किँदा नरोए। लामा दारी कालै भरि दारी बालेका बाटा रहेछन्, कस्तो छोरा जस्तो भएर आएको भन्दा पल्ला अर्की छु। सानी आउने त्यही भन्छन्, उतापट्टि ठुली आउने त्यही भन्छन्। घरकी आमालाई बल्ल गरेर ए आमा जति आउने हेर त म राम्रै छु के अरे, चोर जस्तो त देखिन्न नि दारी बाली के होइन र भनेर घर बल्ल गरेर सम्झा। छि फलाना छोरा त कस्तो चोर जस्तो भएर हिँडेको है, त्यहाँदेखि भारी यति लामा नाम पालेको चोरै जस्तो छन्, मिलाएर पालेको हुन्थ्यो। अनि लन्चो मुर्दा त्यो बच्चिया त बिहार बेला आएको त अलिअलि आफूले नि बुझ्नु हुन्न, पढ्न पठाएको छोरा त्यस्तो भएर आएको भन्ने कुरो धेरै सुन्दै पनि हामीले एउटा यो स्कुलसम्म आएर यति बोल्न पाइयो, यति बोल्न पाउँदाखेरि धेरै आभारी भयौँ, धेरै खुसी भयौँ। सम्पूर्ण धन्यवाद दिँदै हस्, धन्यवाद। Not